नमस्ते साथीहरू, हजुरहरू आराम हुनुहुन्छ? म समीक्षा गुरुङ काठमाडौँबाट यहाँहरूलाई स्वागत छ। हेर्नुस् त, मेरो चाहिँ अर्ग्यानिक लट्टेको साग यति राम्रो भएको छ साथीहरू। हेर्नुस् त, मैले 3-4 पटक चाहिँ उखालेर खाइसक्यो। अब यो चाहिँ 6औं पटक हो हैन है, म चाहिँ उखाल्दै छु। 6औं पटक हो। बाक्लो चाहिँ छर्नुपर्छ अनि यसलाई चाहिँ उखाल्दै खाँदै गर्ने के। अनि फेरि सानो सानो आउँछ नि त, सानो आउँछ। यस्तै 4-5 दिनमा उखाल्दै खाँदै गर्ने हो भने यो चाहिँ फेरि निस्किन्छ है। अब 2 पटक 3 पटक फेरि निस्किन्छ होला। यो 6औं पटक हो साथीहरू। प्योर अर्ग्यानिक पनि छ हैन। आलुसँग पर भुटेर खायौँ भने त हामीलाई पुगिहाल्छ नि साथीहरू। हेर्नुस् त, आहा, ल हेर्नुस्, यति भएन त, भयो नि। अनि काठमाडौँमा त एउटा सानो सागको मुठा रानी 60-70, सस्तो भनेको 40 हाल्नुपर्छ साथीहरू है। लगाएको यो अर्ग्यानिक साग अब यति भएपछि त आफ्नो परिवारलाई पनि पुग्यो हैन। 6औं पटक, यो चाहिँ 7औं पटक हो मैले यो उखालेको। अब यो जति रहेको छ सानो छ नि, यो सानो फेरि 3-4 दिनमा उखाल्न मिल्छ साथीहरू। यस्तो राम्रो छ। 6औं, अब 7औं पटक हुन्छ यो उखाल्यो भने है। हेर्नुस् त, बाक्लो रोप्ने अनि त्यस पछाडि उखाल्दै खाँदै फेरि 4-5 दिनमा फेरि यस्तै हुन्छ, फेरि यस्तै खाने गर्नुस् के। तर ऋण लाग्छ नि साथीहरू है। मेहनत गर्नुहोस् हैन। सानो ग्रो ब्यागमा पनि हजुरले गर्न सक्नुहुन्छ, चाहे भाडामा बसोस् चाहे घरवाला हो, गर्नु पर्यो। ल।